हेलो एभ्रिवान, हामी चाहिँ निकै माथि पुगेर आएको। त्यहाँ चाहिँ पानी परिरहेको थियो अनि यता चाहिँ पानी परेन कि गाइज। व्हाट इज दिस? के क्लाइमेट हो यस्तो? यताबाट त बाटो छैन, यताबाट सजिलो हुन्छ हाम्रो सर्टकट। रोक न। हेलो एभ्रिवान, What the hell? वेलकम ब्याक टु माई युट्युब च्यानल। एन्ड वाट इज दिस बिहेभियर गाइज? त्यो माथि त्यस्तो पानी परिरहेछ। हामी पानी पऱ्यो भनेर घर जाने यस्तो हतारमा आएको है गाइज। अनि यहाँ त पानी परे छैन। वाट इज दिस बिहेभियर? अनि तपाईँहरू बिलिभ गर्नुहुन्न होला होइन? मेरो अलिकति बिलिभ गर्नुहुन्न कि धेरै जस्तो मान्छेहरूले। जति यस्तो पनि मन परेन। हजुर के भन्न चाहन्छ यस विषयमा? मलाई यस विषयमा के पनि भन्न चाहन्छु। बिस्केरी के विषयमा के बोल्न चाहनुहुन्छ? के नि बोल्न चाहन्न। हजुर मलाई जस्ट एउटा बस्ने ठाउँ खोजिदिनु। हजुर आफै पुग्नु भएपछि घरमा आउनु। मलाई घर चाहिँदैन अहिले कृपया। गाइस हाम्रो चाहिँ क्यामेरामा पानी परेछ। क्यामेरामा पानी परेछ। ल बोल्नु फेरि। मलाई अहिले जस्ट 5-10 मिनटको लागि अरू त केही पनि चाहिँदैन। यहाँ गाइस रोड भिजायो। रोड इज भिजिङ। ल यता फेरि भिजे छैन, फेरि यता भिजे। वाट इज दिस? हेर्नु होला नि तपाईँले आफै। त्यहाँ त पुरै भिजे है अनि यता चाहिँ त्यहाँ चाहिँ भिजे छैन अनि त्यहाँ चाहिँ भिजे है। अनि दिस इज द मौसम अफ क्लाइमेट। मौसम भनौँ न, हामी किन शुद्ध नेपाली बोल्नुपर्छ होला होइन? तर चोर गाई चोर तपाईँहरूको घरतिर यस्तो फुल नरोप्नु है, नरोप्नु। तपाईँको घरतिर यस्तो फुलहरू टिप्नु भयो भने, रोप्नु भयो भने उखालिदिनु कि यो बच्चाले फुल टिप्दा यो नष्ट गरिन्छ यो बच्चाले। सो म के एकछिन म के भन्नु लाग्थेँ भनेपछि हामी चाहिँ कहाँ पुग्यौँ थाहा छैन। थाहा छैन मैले त्यो टोलको नाम चाहिँ थाहा छैन। तर शिव मन्दिर प्राइम किड्स मोन्टेसरीमा आइपुगेको छौँ हामी। योभन्दा अगाडि चाहिँ ठ्याक्क उयो छ कि त्यो स्कुलको नाम के अरे शिव मन्दिर छ। हामीले चाहिँ भिज्न चाहिँ खासै मन त पर्दैन थियो तर हामी भिजिरहेको आज। सो यो चाहिँ शिव मन्दिर हो हाम्रो टक्क पारामा। अनि यो चाहिँ यो बस्नु चाहिँ थाहा छैन। पानी परेको गाइस हेर्नु कि बाटै पुरै भयो। वाउ सो क्युट। यस्तो मलाई चाहिँ लाज लाग्यो गाइस यहाँ भिडियो बनाएर। बाई बाई। सो गाइस हामीले फुल्टिपेर आइसक्यो एउटा। देखाउनु राम्रो यो चाहिँ यसरी देखाउनु न। कहाँ क्यामेरा देखेको मच्छरले टोके जस्तो छ। यसको बारेमा के भन्न चाहन्छु, यो चाहिँ दबाई भन्छ। यसको जरादेखि फुलसम्म धेरै महत्त्वपूर्ण हुन्छ। यो चाहिँ इन्डियातिर चाहिँ पहाडी ठाउँतिर धेरै पाउने गर्छ। पहाडी ठाउँतिर यो दबाई या जडीबुटीको रूपमा प्रयोग गर्ने गर्दछ। तर हाम्रोमा बाटोमा पाइन्छ। हजुरहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला कृपया। भन्दैन अहिले अहिले चाहिँ हामी घर गइरहेको छौँ अनि मेरो मोबाइलको चार्ज अलरेडी डेड भइसक्यो। त only this much for today. Thank you for watching हाम्रो बेसुवाद भ्लग। बाई बाई।